तपाईँले कहिले सोच्नु भएको छ मान्छे मरेपछि कहाँ जान्छन् र के हुन्छन् त? के मरेका मान्छे सबै स्वर्ग जान्छन् कि त नरक जान्छन्? कि त मान्छे मरेपछि पृथ्वीमै भूत प्रेत आत्मा बनेर डुलिरहन्छन्? आउनुहोस् साथीहरू, आज यही विषयमा हामी छलफल गर्नेछौँ। साथीहरू, धार्मिक दृष्टिले हेर्ने हो भने मरेका मान्छेहरू आफ्नो शरीरलाई छोडेर आत्मा उडेर आफ्नो कर्मअनुसार पुनर्जन्म लिने गर्छ भनिन्छ। कसैले मोक्ष प्राप्त गर्ने विश्वास पनि लिएको छ। विभिन्न धर्मअनुसार कोही स्वर्ग जाने, कोही नरक जाने वा परमेश्वरसँग भेटघाट हुने धारणा पनि रहेको छ। त्यसै गरी वैज्ञानिक दृष्टिले हेर्ने हो भने मानिस मरेपछि शरीरका जैविक प्रक्रियाहरू रोकिन्छ। श्वास, मुटुको धड्कन, मस्तिष्कको गतिविधि बन्द हुन्छ। चेतनाको बारेमा विज्ञानसँग त्यसपछि के हुन्छ भन्ने निश्चित प्रमाण छैन। त्यसैले विज्ञान अहिलेसम्म पनि अन्योलमा रहेको छ। उता दार्शनिकहरू भने मान्छे मरेपछि के हुन्छ भन्दा पनि बाँचुन्जेली कसरी बाँच्यो भन्ने कुरालाई महत्त्वपूर्ण दिन्छन्। साथीहरू, अब कुरा बाँकी रह्यो मान्छे मरेपछि भूत कसरी बन्छ त? यो कुरा भने परापूर्व कालदेखि नै चलिआएको छ। भनिन्छ मान्छेको अकालमा मृत्यु भएमा मान्छे यदि लडेर मरेको, डढेर मरेको, उनीहरूलाई कसैले कुटपिट गरेर मारेको, ऊ हिंसामा परेर मरेको छ भने ऊ भूत भन्ने गर्छ। भनिन्छ उनीहरूको दाह संस्कार राम्रोसँग भएको छैन भने पनि मान्छेहरू भूत भन्ने गर्छ। साथीहरू, मान्छे मरेपछि भूत बन्छ भन्ने कुरा नेपाल लगायत दक्षिण एसियाली राष्ट्रहरूले मान्दै आएको छ। तपाईँहरूलाई के लाग्छ? मान्छे मरेपछि के साँच्चै नै भूत बन्छ त? के ऊ स्वर्ग जान्छ या नर्क? कृपया कमेन्ट गर्नुहोला। तपाईँलाई के लाग्छ?